सम्पूर्ण साथीहरुमा शुभ बिहान। हामीले विगतको समयमा जस्तै अहिले पनि पुनः अनलाइन फ्री अनलाइन एक्जाम लिएर आएका छौं। नेपालमै सबैभन्दा पहिला फ्री अनलाइन एक्जाम मार्फत हजारौं विद्यार्थीहरूलाई सहयोग गर्न सफल रहेका थियौं र अब नयाँ परिमार्जित कोर्समा पनि हामी अवश्य तपाईहरुको साथी सारथी बन्ने छौं। हामीलाई फलो लाइक र हाम्रो पोस्टहरुलाई शेयर गर्न नभुल्नुहोला। साथै हाम्रो युट्युब च्यानल 10 लाई पनि सब्स्क्राइब गर्न नबिर्सनुहोला र हामी टिकटकमा पनि उपलब्ध छौं। टिकटकमा 10ms गरेर सर्च गर्नुभयो भने त्यहाँनिर 10ms लाई पनि फलो गर्न नबिर्सनुहोला। आज हामीले पहिलो एक्जाम नयाँ परिमार्जित कोर्स अनुसारको पहिलो एक्जाम राखेका छौं। पहिलो एक्जामलाई हामीले अलग ढंगबाट पहिले भन्दा फरक ढंगबाट गरेका छौं। कतिपय साथीहरुले मैले देख्न सक्छु धेरै जना साथीहरु भिजिट गर्नुभयो, मेसो नपाएर फर्किनु भएको छ। त्यस्तो समस्याको समाधानको लागि एकपटक यो भिडियो पुरा हेर्नु होला। हाम्रो पोस्टमा जानु होला। 10 कोरियन भाषा कक्षाको पोस्टमा गइसकेपछि हामीले पोस्ट गरेको लिंकमा क्लिक गर्नु होला। लिंकमा क्लिक गर्ने बित्तिकै हाम्रो क्विज भनेर खुल्छ। एन्टर फुल स्क्रिन मोड भनेको छ। यसमा एन्टर फुल स्क्रिन मोडमा क्लिक गर्नु होला। यसमा क्लिक गरिसकेपछि इमेल मागेको छ। इमेलको ठाउँमा इमेल राख्नु होला। अटो फिल नेक्स्ट गरिसकेपछि तपाईको समय पनि स्टार्ट भएको छ, एक्जाम पनि खुलेको छ। नेक्स्ट मोडमा पनि फुल स्क्रिन मोड भनेको छ। जब फुल स्क्रिन मोडमा हामी आउँछौं, फुल स्क्रिन मोडमा आउने क्रममा हाम्रो टाइम यु हैव 50 मिनेट टु कम्प्लिट द 10 CPS टपिक अनलाइन एक्जाम भनेको छ। भने हामीले 42 मिनेट यानी कि 8 मिनेट युज गरिसकेका छौं। यसमा म ब्याक गए, फेरि लगइन गरे सेम आईडीबाट भने सेम चीजमा चाहिँ हाम्रो टाइम काउन्ट पनि हुन्छ र तपाईको 50 मिनेट सकिएपछि अटो सबमिट हुने गर्दछ। यदि तपाईले इमेल राख्नु भएन, क्लिक मात्रै गर्नुभयो भने हामीलाई अलिकति के समस्या देखाउँछ भने तपाईहरुको आन्सर सबमिट हुँदैन, जसको लागि म देखाउन गइरहेको छु। यसमा यस एक्जामलाई हामीले पूर्ण रूपमा सेटअप गरिसकेका छौं। अब यहाँ रेस्पोन्स सबमिट भएको 270 देखाएको छ भने हामीले यसलाई हाम्रो एक्जाममा भिजिट गर्नुहुने साथीहरु कति हुनुहुन्छ यहाँबाट हेर्ने हो भने लगभग तपाईको 1029 साथीहरुले क्लिक गर्नु भएको छ, तर मेसो पाउनु भएन, जसले गर्दा अलिकति समस्या भएको छ। यसलाई चाहिँ एकपटक सर यो भिडियो हेर्नु होला र भने बमोजिमको एक्जाम दिनु होला। तपाईले इमेल सबमिट गर्नु पर्ने हुन्छ। इमेल सबमिट गरेर पूरा एक्जाम दिनुपर्ने हुन्छ। त्यसलाई चाहिँ भनिए अनुसारको गर्नु होला। हस्त धन्यवाद। 10 कोरियन भाषा सधैं हजुरहरुको लागि, हजुरकै भविष्यको लागि। धन्यवाद।